काठमाडौँ र धरानका दुई चर्चित मेयर बालेन शाह र हर्क साम्पाङबीच सामाजिक सञ्जालमा फेरि रोचक खटपट देखिएको छ। आज एक बिहानै काठमाडौँका मेयर बालेन शाहले लेखेका थिए, प्रिय हर्क साम्पाङ, तिमीले मलाई जतिसुकै गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी भए पनि मेरो माया साँच्चै हो। यु आर माई ट्रु लभ। यो लेखिसकेपछि धरानका मेयर हर्क साम्पाङले पनि यसको लगातार रूपमा रिप्लाई दिइरहेका छन्। उनले धरानका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विदेशीको कठपुतली बनेर देश जलाउने र मुखमा राम राम बगलीमा छुरा बोकेर बस्नेहरूको आलोचना पनि गरेका छन् भनेर स्ट्याटस लेखेका छन्। उनले अझै लेख्दछन्, लुकेर गेम खेल्दै स्ट्याटस लेख्न सजिलो छ, तर देशले के गुमायो थाहा छैन। देश रोएको बेला पनि ऊ हाँस्दै बस्छ भनेर उनले व्यङ्ग्य गरेका छन्। यसै गरेर सामाजिक सञ्जालमा बालेनको यस्तो जवाफले ठुलो तरङ्ग पनि फैलिरहेको छ। काठमाडौँ र धरानका दुई चर्चित मेयर बालेन शाह र हर्क साम्पाङबीच सामाजिक सञ्जालमा फेरि रोचक खटपट देखिएको छ। आज एक बिहानै काठमाडौँका मेयर बालेन शाहले लेखेका थिए, प्रिय हर्क साम्पाङ, तिमीले मलाई जतिसुकै गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी भए पनि मेरो माया साँच्चै हो। यु आर माई ट्रु लभ। यो लेखिसकेपछि धरानका मेयर हर्क साम्पाङले पनि यसको लगातार रूपमा रिप्लाई दिइरहेका छन्। उनले धरानका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विदेशीको कठपुतली बनेर देश जलाउने र मुखमा राम राम बगलीमा छुरा बोकेर बस्नेहरूको आलोचना पनि गरेका छन् भनेर स्ट्याटस लेखेका छन्। उनले अझै लेख्दछन्, लुकेर गेम खेल्दै स्ट्याटस लेख्न सजिलो छ, तर देशले के गुमायो थाहा छैन। देश रोएको बेला पनि ऊ हाँस्दै बस्छ भनेर उनले व्यङ्ग्य गरेका छन्। यसै गरेर सामाजिक सञ्जालमा बालेनको यस्तो जवाफले ठुलो तरङ्ग पनि फैलिरहेको छ।